नमस्ते, म प्रहार। सुन्ने कथा सुनिरहनुहुने तमाम श्रोताहरूका लागि आज एउटा लेख लिएर आएको छु र यो लेख nepalnewspost.com मा छापिएको थियो। यसका लेखक हुनुहुन्छ अनुपम अनुराग। जीवन एउटा यात्रा रहेछ, अनन्त यात्रा, गन्तव्य बिनाको यात्रा, तर गन्तव्य चाहिँ आफैले खोज्नुपर्ने यात्रा। मान्छेको जीवन ठिक यस्तै छ, जन्मेपछि नमरुन्जेल हिँडिरहनुपर्ने यात्रा, अर्थात् सङ्घर्ष गरिरहनुपर्ने। भोलि कहाँ पुग्ने हो कसैलाई थाहा छैन। गन्तव्यको खोजी चाहिँ आफैले गर्नुपर्ने यात्रा। हरेक मान्छे त्यही यात्रामा छन् र म पनि त्यही यात्री हुँ। यहाँ हरेक मान्छे आफ्नो सपना पूरा गर्न सङ्घर्षका कठिन पाइलाहरू चाल्छन् र आदर्श जीवनको एउटा उचाइमा पुग्न सफल हुन्छन्। जिन्दगीको सपना पनि बडो अजीब अजीबका हुँदा रहेछन्। सबैको सपना फरक फरक भएर नै होला। सबै आफ्नो आफ्नो बाटोमा दौडधुप गरिरहेका छन्, आफ्नो आफ्नो सपनालाई सफल र सार्थक पार्नका लागि। मैले पनि 2072 सालमा एसएलसी पास भए लगत्तै हेल्थ असिस्टेन्ट बन्ने सपना बुनेर कोहलपुरको यात्रा तय गरेँ। सबै बुझ्दा एचए पढेर नेपालमा जागिर पाउन निकै कठिन लाग्यो। पाए पनि प्राइभेट हस्पिटलमा, अनि त्यसको तलबले पढेको पैसा असुल हुन त परै जाओस्। बिहान खाएपछि बेलुका भोकै बस्नुपर्ने हुन्छ भन्दै केही अग्रजले भन्दै हुनुहुन्थ्यो। अनि मैले केही हस्पिटलमा काम गर्ने दाइहरूलाई पनि सोधेँ। उहाँहरूको पीडा यी र यस्तै थिए। हेल्थ असिस्टेन्ट पढ्ने पैसाले नेपालमा केही गर्न नसके पनि विदेश गएर बढी पैसा कमाउन सक्छु जस्तो लाग्यो। बरु यति बेलैबाट पैसा जम्मा गरेर राख्छु विदेश जानलाई भनेर शिक्षा संकायमा भर्ना गरेँ अनि काम खोज्न थालेँ। सुरुमा काम पाउन निकै अप्ठ्यारो भयो। एउटा रेडियोमा कामको लागि अनुरोध गरेँ, तर रेडियोमा काम गर्नको लागि मसँग केही सिप थिएन। अनि मैले स्वयंसेवकको रूपमा करिब 3 महिना काम गरेँ र सबै सिकेपछि मैले कामदारको रूपमा काम पाएँ। अब म आफ्नो लागि खर्च जोहो गर्न सक्ने भएँ अनि बिस्तारै एउटा बोर्डिङ स्कुलमा पनि काम गर्ने मौका पाएँ। जिन्दगी ठिकठाक चले जस्तो भयो। बिहान विद्यार्थीको घरमा गएर होम ट्युसन पढाउने, लगत्तै कोचिङ क्लास अनि स्कुल, त्यसपछि साँझ रेडियो, यस्तै गरी दैनिकी चलाउँदै 3 वर्ष बितेछ। मान्छेका रहरहरू पनि कति ठूला विराजमान हुँदा रहेछन् है। बिस्तारै बढ्दै गरेको उमेरले कता कता छिट्टै धनी हुन खोज्दैछ। घरमा भने मलाई सरकारी कर्मचारी भएको हेर्न चाहनुहुन्छ अनि घर परिवारबाट मैले छिट्टै लोकसेवा पास गर्न सक्ने विश्वास दिलाएर लोकसेवा पढ्न दबाब दिनुभयो अनि लोकसेवाको कक्षा पनि सुरु गरे। सुरुमै पहिलो पत्रमा नाम पनि निस्कियो, दोस्रो पनि राम्रो तयारी गरेको थिएँ। त्यतिकैमा विश्व महामारी कोरोना चल्यो। सबै ठिकठाक चलिरहेको मेरो जिन्दगी सबैमा पूर्ण विराम लाग्यो। लोकसेवाको तयारी पनि त्यस्तै भयो, स्कुल पनि बन्द भयो। त्यही नै छिट्टै कोरोना कहर सकिने आश बोकेर पढ्न भने छोडिन, निरन्तर पढ्दै गएँ। तर लोकसेवाले विज्ञापन बन्द गर्ने निर्णयले कता कता नेपालमा काम गर्ने सबै आश मरिसकेको थियो। म एउटा घरमा होम ट्युसन पढाउँथेँ। त्यही घरको नानी बाबुको बाबा जापानमा हुनुहुँदो रहेछ। उहाँसँग मलाई जापानको बारेमा केही जान्न मन लाग्यो अनि उहाँसँग जापानको बसाई र कमाईको कुरा सोधेँ। उहाँले सुरुमा निकै दुःख हुन्छ, हजुर जस्तो मान्छेका लागि जापान सुहाउँदो देश नै होइन जस्तो लाग्छ। बाँकी हजुरको विचार, केही मैले गर्न सक्ने सहयोग भए भन्नु, म जहिले नै सहयोग गर्न तयार छु। मैले विश्वास नलागेर युट्युबमा हेर्दै जाँदा जापानको कमाई मासिक 4 लाख कमाउन सक्ने धेरै भिडियो थिए। त्यहाँ सरले भनेको जस्तो कसैले जापानको बारेमा दुःख छ भनेका थिएनन्। अन्ततः मैले पनि जापान जाने निर्णय गरेँ। एउटा कन्सल्टेन्सीलाई सम्पूर्ण विवरण बुझाएर आएँ। केही महिनापछि तपाईँलाई बधाई छ, तपाईँको जापान जाने सिओई आएको छ, छिट्टै पैसाको जोहो गर्नुहोला भन्दै फोन काट्यो। गाउँघरमा 100को 3% ब्याज दिने अनि गएको 6 महिनामै ऋण चुक्ता गरिदिन्छु भनेपछि सबैले आफूसँग भएको सबै पैसा मलाई दिन राजी भए, दिए पनि। जापानका लागि विद्यार्थी भिजा आउँदा अनि त्यो कागज हातमा पर्ने बित्तिकै मलाई लाग्यो संसार जिते मैले। अब मेरो नयाँ संसार सुरु भयो।
केही दिनमै जहाज चढेर जापान पनि आइपुगेँ। म अब छिट्टै धनी मान्छे बन्नेछु, ठुलो मान्छे बन्नेछु, यस्ता र यस्तै सपना सजाएको थिएँ। तर होइन रहेछ। जापानमा त काम जाने बित्तिकै पाउँछ, कति कति भनेर जसरी सोचिन्छ त्यो कदापि होइन। न त यहाँ रुखका पात जसरी पैसा कमाउन सकिने रहेछ। आएको 3 महिनासम्म त म काम नपाएर बसेँ। जापान आइपुग्नुभन्दा पहिला नै मैले जापानमा जे काम भेटिए पनि गर्छु भन्ने निर्णय गरेको थिएँ। मैले मनलाई यसरी दह्रो बनाएको थिएँ कि शौचालय सफा गर्ने काम मिल्यो भने पनि स्वीकार गर्नेछु। जे काम आइपर्छ गर्छु। जापान त आइपुगेँ, तर नेपालबाट कन्सल्टेन्सीले भनेको अनुसार केही भएन। जापानमा तपाईँ पुग्ने बित्तिकै तपाईँ पढ्न जाने कलेजको सरहरू तपाईँलाई रिसिभ गर्नेछन्। तर त्यो नभएर यहाँ स्कुल बिदा परेको दिन टिकट काटिदिएछ। विमानस्थलमा नै सुरुकै दिनमा अलपत्र परेँ। न कलेजको सर लिन आए, न कन्सल्टेन्सीले फोन उठाउँछ। केही उपाय लागेन। लास्टमा पढ्न आउने स्कुलको नाम गुगलमा सर्च गरेर त्यहाँको लोकेसन हेरेँ। त्यसलाई जापानिज भाषामा उल्था गरेर जापानिजसँग सोध्दै पढ्न आउने स्कुलसम्म सहयोग मागेर जेनतेन पुगेँ। जापान आइपुगेको भोलिपल्ट नै साथीभाइले जापान कस्तो छ, काममा लागिसकेको हो भनेर सोद्धा होइन, अब केही दिनमै यहाँको सबै प्रक्रिया पुर्याएर सुरु हुन्छ भनेको थिएँ। अनि ऋण दिएका साहुले महिना कुरेर बसेका रहेछन्। अब 6 महिना नै पुग्यो। मैले दिएको वचन पनि सकिएछ। बिस्तारै गाउँघरबाट फोनको घन्टी बज्न सुरु भयो। कसैको छोराको बिहे गर्ने न्यु, त कसैको छोरालाई विदेश पठाउने न्यु, र कसैले जग्गा किन्ने न्युले पैसा माग्न सुरु गरे। मलाई भने यता काम र भाषा कक्षाको तनावले पिरोलिरहेको थियो। यसो पढौँ भनेर पढ्न बस्दा घरिघरि बज्ने एसएमएसको आवाज र फोनको आवाजले मलाई पढ्न मन पिटिक्कै लाग्दैन थियो। एका बिहानी घरबाट फोन आयो, बाबु, घरमा साहु दिनहुँ पैसा माग्न आइरहन्छन्। कहिले तेरो बाउलाई थुक्छन्, कहिले कुट्छन् भन्दै मम्मी रुँदै हुनुहुन्थ्यो। म ट्रेनमा थिएँ। मैले मम्मीको आवाज सुनेको थिएँ। म ट्रेनभित्र बसेको इसारा गर्दै फोन राखिदिएँ। यसो हेर्दा ट्रेनभित्र कार्यालय समय जागिरीहरू सुटमा, विद्यार्थीहरू ड्रेसमा र अरू साधारण पोसाकमा छन्। युवतीहरू आफ्नै सुरमा मेकअप मिलाउँदैछन्। उभिएका र बसेका अधिकांशले कानमा हेडफोन घुसारेका छन्। निहुरिएर आफ्नै मोबाइल हेरिरहेका छन्। केही पाका मान्छे किताबमा घोप्टिरहेका छन्। लाग्छ यहाँ कसैलाई कसैको वास्ता छैन। म भने आफूलाई आफ्नो यो अवस्था देखेर मनमा अनेक कुरा खेलाउँदै बसेको छु। लाखौं पैसा ऋण लिएर परदेशिनु कसलाई पो रहर हुन्छ होला, र आफ्नो जन्मभूमि, जन्म दिएका बाबुआमा, सिङ्गो परिवारलाई छोडेर बिरानो मुलुकमा पसिनाको आहालसँग पैसालाई साट्न कसको पो रहर हुन्छ होला र। आफ्नै देशमा श्रम गरेर परिवारसँगै बसेर 2 छाक मिठो मसिनो खाएर सँगै जीवन कटाउन कसलाई रहर हुँदैन होला र। त्यस किसिमको वातावरण र भाग्य सबैलाई कहाँ मिल्दो रहेछ र। आफ्नो भाग्यलाई दोष लगाउँदै फेरि म मेरो परिवारको सुखद भविष्यको लागि परदेशिएको हुँ। परदेशिनु सबै नेपाली युवाको बाध्यात्मक अवस्था छ। परदेशी शब्द आफैमा कारुणिक व्यथा बोकेको बोझिलो शब्द, जसमा दुःख, दर्द, बिछोड, रोदनका कथाहरू मात्र भेटिन्छन्। परदेशीको बारेमा धेरै लेख्न मन छ, तर आज अलि फरक प्रसङ्गको बारेमा लेख्न चाहन्छु। मैले देखेको र मेरो भोगाई दैनिकीमा जापान समुद्र तट जत्तिकै सुन्दर र लोभलाग्दो पक्कै पनि छैन। यहाँका मानिसहरूको व्यस्तता देख्दा यस्तो लाग्छ कि यिनीहरू समयभन्दा अघि दौडिरहेका छन्। अति नै शान्तपूर्ण मुलुकको रूपमा चिनिए पनि यहाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दैनिकी अत्यन्तै तनावपूर्ण नै रहेको छ। यी सब कुराहरूको बावजुद पनि यहाँ आउने विद्यार्थीहरूको सङ्ख्या दिन 2 गुणा अनि रात 4 गुणाले बढिरहेको छ। नमरी स्वर्ग देखिँदैन भने चाहिँ वास्तविक जापान देख्न इन्टरनेटमा हेरेको भिडियो र फोटो पर्याप्त छैन। जापान सपनाको मुलुक मात्र होइन। नेपालबाट हेर्नेले स्वर्गकै नाम दिएको ठाउँमा आइपुगेर पनि किन नेपालीहरू आत्महत्याको बाटो रोजिरहेका छन् त? के कारणले डिप्रेसनमा पुग्छन्? के साँच्चै नेपालबाट सोचिने जापान अनि यहाँ आएपछि भोगिने जापानमा आकाश पतालको फरक भएकै हो त? जापानलाई सपना ठान्नेहरू अनि यहाँ आएपछि नर्क भन्नेहरूप्रति समर्पित गर्दै मेरो आफ्नो जापानको अनुभव साट्न चाहन्छु, ताकि कोही पनि जापानलाई सपनाको देश सोचेर लाखौं रुपियाँ ऋण लिएर नआओस्।
जो आइसकेका छन्, बाटोमा छन्, उनीहरू यहाँको वातावरण देखेर दिगदार मान्दै बाँकी जीवन नै समाप्त भएको ठान्दै आत्महत्याको बाटो रोज्नेतिर नजाउन्। मैले मेरो आफ्नै उदाहरण दिनुको कारण चाहिँ म जस्तै अरूको उदासीनताबारे मैले किन लेखौँ त भनेर हो। जापानमा आत्महत्या कम हुनुको सट्टा बढ्दो छ। जापान मात्रै कहाँ हो र, नाम चलेका विकसित भनिने सबैजसो देशहरूमा नेपाली विद्यार्थीको यस्तै अवस्था छ। किन नेपाली विद्यार्थीले स्वर्ग ठानेको जापान नर्क सोच्दै आत्महत्या, डिप्रेसन र कुलतमा फस्दैछन्? जापानमा विदेशी विद्यार्थीले काम पाउने निश्चित समय तोकिएको छ, तर त्यसले पनि कता काम गर्नु? काम गर्नका लागि काम पाउन पनि त पर्यो। काम खोज्नका लागि धेरै नेपालीहरू गुहारे, चिने जानेका साथीभाइ आफन्तहरूलाई अनुरोध गरेँ, लौ न म आएको 1 महिना भइसक्यो, अब त कति बेरोजगार भएर बस्नु, लाज पनि लागिसक्यो। म यसरी दिनदिनै भेटिएका नेपालीहरूलाई अनुरोध गर्थेँ, तर सजिलै काम के मिल्थ्यो र? खोज्दै जाँदा नेपालीहरूले जापानमा काम पाउन सहज होस् भनेर फेसबुकमा धेरै पेजहरू खोलिएका रहेछन्। नेपाली हाकेनहरूले पनि धेरै पोस्ट गरेका हुन्थे। कामको अवसर अनि त्यो पोस्टमा सम्पर्क गर्न खोज्यो भने धेरैले एसएमएसको रिप्लाई नै नदिने, दिए भने पनि कहिले आएको नेपालबाट जापान भन्ने, भर्खर आएको हुँ भन्दा उहाँहरूले उत्तरमा हामीले 4 महिना काम नपाएर त्यसै बसेको हो भाइ, नआत्यौ, यो काममा भाषा चाहिन्छ, यो काम विद्यार्थीको लागि समय मिल्दैन, आदि आदि भन्दै लास्टमा यहाँ कतै भाषा नचाहिने काम पाएँ भने खबर गर्छु नि भाइ भन्दै एसएमएसको रिप्लाई नै बन्द हुन्थ्यो। फेरि अहिले विदेशी विद्यार्थी नै धेरै, त्यसमा पनि नेपाली विद्यार्थी धेरै भएर होला ती मध्येको एक पेजमा केही एउटा पोस्ट राखिएको थियो। पोस्टमा भनिएको थियो आंशिक कामदारको आवश्यकता, जुनसुकै बार ओके, जुनसुकै समय गर्न मिल्ने, भाषा नचाहिने, यी र यस्तै लेखिएको थियो। त्यसमा मेरै कोठामा सँगै बस्ने साथी एकजना केटी सम्पर्क गरी अन्तर्वार्तामा बोलाएको रहेछ। अन्तर्वार्ता पनि दुवैले एकैपटक दिएछन्। अनि त्यो बहिनीलाई काममा सम्पर्क गराइदिने एकजना नेपालीले पार्कमा भेट्न आए मात्र काम लगाइदिने भन्छन्। हजुरलाई बोलाएका छन् कि छैनन् दाई भनेर मेरो कोठामा बस्ने साथीलाई फोन गरिन्। उसले मलाई त फोन गर्नुभएको छैन, फोन नि उठाउनुहुन्न भन्दै अरू कुरा गर्दै थिए। पार्कमा भेट्न आएपछि क्यासमा पनि काम गर्न मिलाइदिन्छु भन्नुभएको छ भन्दै कुरा गर्दै थिइन्। हो, सबै नव आगन्तुक विद्यार्थीहरूले काम पाउनका लागि जे पनि गर्न सकिन्छ भन्ने मनोस्थिति बनाएका हुन्छन्। यहाँको सेम्पाईले अनि नयाँ विद्यार्थीले जसरी भए पनि सो काम पाउनका लागि हतार गरिरहेका हुन्छन्। मैले भर्खरै एउटा अनलाइनमा लेख पढेको थिएँ। लेखिएको थियो, मलाई बिन्ती काम मिलाइदिनु भनी अनुरोध गरेको एउटा लेखले गहभरि आँसु भरियो। कामको लागि जे पनि गर्न सक्छु भन्नु कत्तिको पीडादायक शब्द छ। तिनै दिदीबहिनीको समूह जो यी चुनौतीहरूको सामना गर्न नसकी सजिलो बाटो खोज्दै गलत बाटोमा लागिसकेको समेत पत्तो पाउनुहुन्न। तर यसको जिम्मेवार उहाँहरू मात्र होइन, कारण यहाँ उनीहरूको दुःखको फाइदा सजिलै उठाउन मौका खोज्नेहरू पनि निकै महानुभावहरू हुनुहुन्छ, जसको धमिलो मन सफा अनि चिटिक्क परेको लगाइको पछाडि लुकेको हुन्छ अनि यस्तै बुवासोको शिकार बन्न पुग्छन्। अनि कतिपय चेलीहरू काम लगाइदिने बहानाको शिकार हुन्छन्। कतिपय दिदीबहिनी दाजुभाइ चाहिँ बियर र चुस्कीसँग रात्रि पार्टीमा व्यस्त र मस्त हुन्छन् अनि राम्रै बहाना हुन्छ उनीहरूसँग पिउनका लागि। धेरै टेन्सन छ, यसो भुल्नका लागि पिदेको। तर समस्या रक्सीको नसा जति जति कम हुन्छ त्यति नै बढ्दै जान्छ। यिनीहरू केही प्रतिनिधि उदाहरण मात्र हुन्। यदि नेपालीहरूलाई सहयोग गर्नका लागि खोलिएका फेसबुक पेज वा वेबसाइटहरू निहालेर हेर्ने हो भने यस्ता सूचना वा पोस्टहरू प्रशस्तै भेटिन्छन्। दुःखद कुरा त काम नपाएर पीडित नेपालीहरूलाई कम पैसामा काम लगाउने, काम लगाइदिने भनेर पैसा माग्ने तथा शोषण गर्ने विदेशी भन्दा पनि नेपाली नै बढी भेटिन्छन्। त्यति मात्र होइन, भर्खर आएका भाइ बहिनीहरूले काम नपाएर भित्रभित्रै पिल्सिएका, काम र कलेजको बोझले पिरोलिएका वा काममा अनेकौं दुःख भोगेका घटनाहरू यथेष्ट छन्। आखिर किन गर्छन् त नेपाली विद्यार्थीले आत्महत्या? मैले भोगेको र देखेको अनुसार केही क्याप्सुल प्रस्तुत गर्न चाहन्छु। विद्यार्थीका लागि यी मात्र समस्या होइनन्। बुझ्न जरुरी के छ भने यदि सही मार्गदर्शन, सहयोग पाइएन भने यो त समस्याको सुरुवात मात्र हो। यी समस्याको बेलैमा निराकरण नगरिएको खण्डमा यसको अन्त्य साह्रै दुःखद हुने पक्का छ। विद्यार्थी भएर विदेश जाँदा कति कुरामा ध्यान दिनुपर्छ।
कति कुराले विद्यार्थीलाई मार्का पार्न सक्छ र विद्यार्थी जीवनमा के उतार चढाव हुन सक्छ भनेर यसको गुण र दोषका बारेमा नेपालबाटै परामर्श दिन सक्ने परामर्शदाता भएमा मात्र विद्यार्थीको मनमा केवल रङ्गीन सपना मात्र भरिँदैन, विद्यार्थीलाई भविष्यमा आइपर्ने कठिनाइसँग जुझ्न पनि हौसला सिर्जना हुन्छ। नेपाली विद्यार्थीलाई विदेशमा पठाउने भ्रम सिर्जना गर्नका लागि शैक्षिक परामर्शदाताहरूले अनेक विज्ञापन गरिरहेका भेटिन्छन्। विज्ञापन हेर्दा लाग्छ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट हुन्छ। विदेशमा जाने बित्तिकै धन, सम्पत्ति, पढाइ आदि सहजै आर्जन गर्न सकिन्छ भन्दै परामर्शदाताले आफ्नो व्यावसायिक सफलतालाई मध्यनजर गर्दै विज्ञापन गरेका हुन्छन्। केवल विद्यार्थी तानेर केही सेवा शुल्क लिनका लागि मात्र गरिएका यस्ता व्यवसायमुखी विज्ञापन नै आत्महत्याका कारण बनिरहेका छन्। म जस्ता धेरै विद्यार्थीहरू जापानको बारेमा वास्तविकता नबुझेर नै यस्तो घटना घटेका हुन सक्छन्। जापानमा आइपुगेपछि सोचे अनुसार नभएपछि डिप्रेसनको शिकार भएर धेरै नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्। राति सहज रूपमा सुतेको मान्छे भोलिपल्ट बिहान मृत अवस्थामा भेटिन्छ। कोही मदिरा धेरै पिएर आफूलाई समाप्त पार्छन्। यस्ता धेरै घटनाहरू छन्। यस्ता घटनाहरू सम्झिँदाखेरि नै आङजिरिङ्ग भएर आउँछ। सपना बोकेर आउनेहरू कतिले आफूलाई वैधानिक बनाउन सकिरहेका हुन्छन् भने नसक्नेहरू पीडा र छटपटीका बीच डिप्रेसनमा पुगेर बाँचे पनि दिनदिनै मरेतुल्य अवस्थामा मेसिन जसरी काम गर्दैछन् जापानमा। परामर्शदाताले विद्यार्थीको मनमा केवल रङ्गीन सपना मात्र भर्ने तर त्यहाँका समस्या र चुनौतीका कुराहरू लुकाउने गर्छन्। यसबाट विद्यार्थीको मनमा केवल रङ्गीन सपना मात्र भरिने तर विद्यार्थीलाई आइपर्न सक्ने कठिनाइसँग जुझ्ने हौसला सिर्जना नहुने जस्ता कारणले आत्महत्याका कारण बनिरहेका छन्। यही वर्ष मात्रै केही महिना अगाडि फुकुओका, ओसाका, नागोया लगायतमा केही विद्यार्थी मृत अवस्थामा फेला परेका थिए। यी त उदाहरण मात्र हुन्। विशेष त विदेश अध्ययनका लागि गएका धेरै नेपाली युवा युवतीहरूले आत्महत्या गरिरहेका छन्। जेनतेन मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्ब्याउने प्रयत्न गरिरहने मान्छेको स्वभाव भए पनि विदेश अध्ययन गर्न गएका विद्यार्थीहरूको आत्महत्याको दर डरलाग्दो छ। हरेक वर्ष 4-5 जना नेपाली विद्यार्थीले आत्महत्या गरिरहेका छन्। हाम्रो देश जहाँ गफका भरमा बाँच्नेहरूको ठुलै जमात छ, तर विदेशमा बाँच्न अनि खानको लागि गफ होइन, काम जरुरी छ। यहाँ मानिसहरू मुख चलाउनमा भन्दा बढी हात चलाउनमा विश्वास राख्दछन्। हामी गफ गरेर खान पल्केकाहरूको लागि यो कुरा हजम गर्न केही समय त पक्कै लाग्छ। नेपालमा हुँदा टाउकोमा घाम आइपुग्दा आमाले हजारौं पटक उठाउँदा पनि आमालाई उल्टै गाली गर्ने, आमासँग उल्टै रिसाउने, ओछ्यान छाड्न गाह्रो मान्ने अनि अहिले अर्लामको पहिलो घन्टीमा उठ्नुपर्ने, बिहान 4 बजे नै झोला बोकेर मुख पनि राम्रोसँग नधोई कामका लागि हिँड्नुपर्ने नेपाली दाजुभाइ अनि दिदीबहिनीहरूको बाक्लै उपस्थिति हुन्छ। यहाँका ट्रेनमा कसैका आँखा राम्रासँग खुलेका हुँदैनन् त कोही अझै काम पनि निन्द्रामै गर्छन्। आमाले बिहानभरि लगाएर बनाएको खाना पस्केर राखिदिँदा त खाना खान जाँगर नचल्नेहरू अनि तिनै मान्छे जो आज घाम नउदाइ उदाउँछौँ अनि पाउरोटी टोकेका भरमा बिहानदेखि बेलुकासम्म खटिन्छौँ। साँझ घरमा आएर रामेन भुलुक्क उमालेर खाएर पुक्लुक्क लड्न विवश हुनुपर्छ। यही कुरा सबैले गर्न नसकेर दुःख भयो, हामी अप्ठ्यारोमा पर्यौँ भन्दै नाना थरी नाटक रचेको धेरै सामाजिक सञ्जालमा हेर्न पाइन्छ। कलेज फी तिर्नुपर्ने टेन्सन, भाडा, इन्सुरेन्स, मोबाइल बिल, खाना, ट्राभल खर्च अनि अनेक थरी अन्य समस्याहरू हुन्छन्। कलेजको गृह कार्य समयमै गर्नुपर्ने प्रेसर, गयल भइयो भने भिसा नआउने तनाव, कलेजमा हुने दैनिक परीक्षा, त्यो परीक्षामा फेल भइने र अर्को पटक पुनः परीक्षा दिनुपर्ने सकसले मानसिक रूपमा बिस्तारै बिस्तारै विद्यार्थीलाई जिन्दगी बोझ बनिसकेको हुन्छ। जापानमा बस्नुहुने महानुभावहरू जो जापानमा गधाभन्दा बढी खटिन्छन् अनि गोरुको भन्दा बढी जोतिन्छन्, यसो समय निस्के बियरको बोतल समातेर सामाजिक सञ्जालको भित्ता भर्छन् अनि फेसबुकमा अनेकौं चेलीहरूलाई मायाको सपना देखाउन भ्याइसक्छन्। अलिकति राम्रै पढ्ने र पारिवारिक अवस्था ठिकै भएका मानिसहरूको भविष्य खोतल्ने सपनाको नगरी भएको छ आजभोलि नेपाली समाजमा जापान। नेपालमा पनि पढाइको स्तर राम्रै हुनु, अरूको देखासेखी गर्नु अनि समाजमा
अरूको अगाडि आफ्नो इज्जत देखाउनले गर्दा यहाँ आउने मान्छेको हुल क्रमशः बढ्दो क्रममा छ। चोटैचोट सहेर आफ्ना हर्ष, उमङ्ग, चाहना, खुसीहरूलाई तिलाञ्जली दिँदै आफ्नो जिम्मेवारी र दायित्वलाई निभाउँदा निभाउँदै आफू आफैमा हराएको, आफूले आफैलाई बिर्सिएको एक दुखी मानव नै परदेशी हो। हामी धेरै नेपालीहरूमा धेरै यस्तै किसिमका दर्दनाक पीडा, विडम्बना र उदेक लाग्दो अवस्थाहरू छन्। सामान्य भन्दा पनि सामान्य आवश्यकता पूरा गर्नका लागि मात्र पनि विदेशिनु पर्ने कस्तो कहाली लाग्दो विषम परिस्थिति छ। विदेशमा अध्ययन गर्न जानुसँगै अनेक दुःख, कष्ट र पीडाहरू पनि हुन्छन्। दुःख जहाँ पनि छ, विद्यार्थी जीवनमा हुनु पनि स्वाभाविकै हो। तर यसलाई समस्याको रूपमा लिइनु हुँदैन। यसलाई त आफ्नो क्षमताको प्रदर्शन गर्न सकिने गतिलो प्लेटफर्मको रूपमा लिएर सोही अनुरूप जीवनको ऊर्जाशील वर्षलाई दृढ सङ्कल्प र इच्छाशक्ति लिएर पार लगाउने अठोटका साथ आउन जरुरी छ। निम्न मध्यमवर्गीय परिवारबाटै आएका तर दृढ सङ्कल्प र अठोट लिएर सङ्घर्षशील भएर आएका अनेक व्यक्तिहरू अहिले स्थापित भएका उदाहरणहरू पनि यही समाजमा प्रशस्तै छन्। समस्याबाट भाग्नु समाधान होइन, डटेर सामना गर्ने अठोट गरौँ। विद्यार्थीहरूले दुःख गर्न सक्ने आत्मबल तथा आत्मविश्वास पनि ल्याउन उत्तिकै जरुरी छ।